हेलो वेलकम टु माई राजीव 07 भ्लग। आज हामी आँप चोर्न गएका छौँ। हामी चाहिँ यहाँ पहिला भलिबल खेल्ने गर्थ्यौँ। अहिले छोडेको, अहिले उतापट्टि साइडमा बनाएको छ अर्को जापान डाँडा भन्ने ठाउँमा। अब हामी आँप चोर्ने तर्खमा लागिरहेका छौँ। आँप चोर्ने ठाउँ चाहिँ त्यहाँ पर हो, यहाँ देख्न सक्नुहुन्छ। यहाँ बगैँचा छ होइन, बगैँचा छ। बगैँचाबाट टक्क टिप्नी ल्याउने अनि भान्दैहरू जाने, टक्क भान्दै चाहिँ अचार पिनिरहनु भएको एकजना, टक्क त्यहाँ जाने, आँप ढक्क आँप खाने। अब यो यहाँ पर चाहिँ घरनिर चाहिँ मान्छे बस्दैन क्या, यहीँ उसको मान्छे हो, यही घरबेटी हो। घरबेटी कता गयो थाहा रहेन, कसको आँप कसको जसले पनि चोरेर खान्छ। त्यही भएर हामी आज टक्क चोर्न गइरहेका छौँ। टक्क चोरेर ल्याएर साँधेर स्पेसल तरिकाले टक्क खाँदैछौँ होइन। आँप चोर्न गइरहेको छौँ हामी। आँप चोर्न तिनजना जान आँटिरहेका छौँ। अर्को एकजना अचार पिनिरहनु भएको छ माया दाइ। अब देख्न सक्नुहुन्छ हामी आँप चोर्न गइरहेका छौँ, देख्न सक्नुहुन्छ। यहाँ मान्छेले देख्यो भने कराउँछ, त्यही भएर म यहाँ निहुरिँदै गइरहेको छु। देख्न सक्नुहुन्छ तपाईँले, हेर्नुहोस्। आफू गल्छी आराम जर्सी नम्बर 9 आँप खेल यस्तो भलिबल खेलाडी नै आँप चोर्न आउनु भएको छ। आँप खानु पर्यो अब होइन, यसो घाम झर्कोमा चटक्क पिरो बनाएर खानु पर्यो भनेर। अनि अर्को हाम्रो रूपक दाई भन्ने चाहिँ आँप समातिरहनु भएको छ। अञ्जन दाई आँप टिप्ने, म पनि आँप टिप्ने। रूपक दाई चाहिँ अनि टक्क आँप समात्ने, हामीले टिपेको आँप दिने, टक्क राख्ने। उहाँ मान्छे डेन्जर हो नि। जाँदा पनि बाइकको चाबी चाहिँ कहिले पनि छोड्दैन, घाँटीमा खालि झुन्नाएर हिँड्ने। जाँदा पनि घाँटीमा NX200को चाबी झुन्नाएर हिँड्ने मान्छे डेन्जर हो। हामी अब देख्न सक्नुहुन्छ आँपको बोटहरू यही हो, टक्क आँप टिपिरहेका छौँ हामी। देख्न सक्नुहुन्छ तपाईँले, हेर्नुहोस्। धेरै खायो भने रगत मेस लाग्छ। अब टक्क एउटा टिपेर टक्क जान आँटे, मान्छेले देख्यो भने कराउँछ। त्यही भएर भागेको मान्छे आयो भन्दै भागेको मान्छे आएर मान्छेले कस्तो मारेको थिएन देखेको चाहिँ माथिबाट कराइरहेको थियो अनि भागेको हामी। हेर्नुहोस्, अर्काको आफ्नो भइको हो भने अर्काको चोरेर खानुपर्छ, गाह्रो छ।